के हामीलाई यति लामो समयसम्म नासाले भ्रममै राखेको हो त? होइन भने चन्द्रमामा खिचिएको यो तस्विरमा किन यी वस्तुहरूका छाया एकै नास छैनन् र अलग अलग कोणमा फर्किएका छन्? कतै चन्द्रमा मिसन स्टुडियोमा खिचिएको त होइन? यदि चन्द्रमामा वायुमण्डल छैन भने यो झन्डा कसरी फरफराइरहेको छ? अनि फेरि यो नील आर्मस्ट्रङले लगाएको जुत्ता र चन्द्रमामा रहेको उनको पाइलाको छाप किन एउटै छैनन्? सत्य कुरा के हो भने समतल सतहमा रहेको वस्तुको छाया एकै नासको हुन्छ भने उबड खाबड सतहमा रहेको वस्तुको छाया भिन्न कोणमा फर्किएको हुन्छ। त्यही भएर चन्द्रमाको सतहमा रहेका गहिरा खाडलहरूका कारण छाया एकै नास हुँदैन। अब यो झन्डा फरफराउनुको कारण चाहिँ यस झन्डामा एउटा ठाडो र अर्को तेर्सो भागमा गरी दुईवटा रड जडान गरिएको छ, जसले गर्दा यो फरफराइरहेको जस्तो देखिन्छ। जुत्ताको सत्यता चाहिँ के हो भने यो नील आर्मस्ट्रङकै स्पेस सुटको हिस्सा हो। उनले चन्द्रमामा पाइला टेक्नु अघि सुटको सुरक्षाको लागि थप अर्को जुत्ता लगाएर ओर्लिएका थिए। यदि चन्द्रमा मिसन फेक नै थियो भने त्यो बेला स्पेस रेसमा नासासँग पराजित भएको सोभियत सङ्घले यो कुरालाई कहिल्यै स्वीकार्दैन थियो।